हेलो एभ्रिवान सेवा नमस्ते वेलकम ब्याक टु माई च्यानल र आज चाहिँ हामीले नयाँ भिडियो लिएर आइसकेको छौँ र आज यतापट्टि हुनुहुन्छ मेरो बहिनी हजुरको नाम पेरिस थाम्सन र यता मेरो दिदी हुनुहुन्छ दिशा बान्तवलाई बनकेरी आज मेरो नयाँ गेस्ट हुनुहुन्छ दुईजना चाहिँ स्पोन्सर चाहिँ उहाँहरूले गर्नुभएको है आज हामीसँग खानामा छ चिकन ससेज छ चिकन विङ्स छ सिन रामेन छ ओके ढिला नगएर स्टार्टेड र पिउनको लागि कोक पनि छ स्यालेड छ सुरु गरौँ फर्स्ट बाइट भने चेस्ट गरेर खामै अनि यस्तो के खेलौँ न अनि फेरि कम्प्लिट आज त के यहाँ अलिक तल राख्नु भन्नु चेस्ट गरौँ न सुरु गर्नुपर्छ ए ल ल चेस्ट फर्स्ट बाइट खाए म चाहिँ नि गेस्ट भएको कारणले गर्दा मेरो चाहिँ यस्तो राम्रो छ उयो पनि के हो यो बल पनि कस्तो क्युट रहेछ घर लगेर जाउँ कस्तो लाग्यो है मिठो छ कस्तो हुन्छ नि चाउचाउ हुनुपर्ने हुन्छ नि अब होइन नङसिङ हो क्या यो अरू बेला हामी जहिले करेन खाँदैनौँ नि त यो अलिकति एक्स्ट्रा मिठो रहेछ है अलिक किङ चिकन मेरो बटुका कस्तो क्युट हौ म दिएन घरमा लान्छु नि प्याज पनि छ है खानु भयो भिडियोमा मात्रै लैजा भनेको पो त कस्तो यसले दिँदैन नि लगा बहिनी लगा तल म भिडियो बनाएर दिइ पठाउँछु गिफ्ट बनाएर अस्ति तिमीले कस्तो राम्रो राम्रो गेम खेल्दै थियौ त हौ अब त खेल्ने टाइमै भएन नि त त गइहालिस् गेम खेल्नु यिनीहरूले सही खेल्नु खानै हाल्दैन ससेस पनि कस्तो मिठो रहेछ वे जुसी छ जस्तो लाग्छ क्या सम्राट पनि आयो ला अलिक यता आइज त तेरो स्टुडियो चाहिँ अलिक ठुलो बनाउनु पर्यो क्या गरिब स्टुडियो अब पछि ल तिमीहरूलाई मेरो मुखबाङ भिडियोमा आउँदा कस्तो लागेको छ भन न तिमीहरूको फर्स्ट मुखबाङ भिडियो होइन खाँदाखेरि कस्तो लाग्छ मिठो लाग्छ भने राम्रो हुन्छ मजा आइरहेछ त के गफै गर्नुहोस् गेमै खेलाइनुहोस् खानु त नि अघि पनि खाएको नि बिहानभरि खाँदै बस्छ गेम पनि खेलेको होइन के गेम खेल्यौँ हामीले के खेल्यौँ है डाइसवाला यो चाहिँ नबोली खाएको खाइछ के बोल्नु खाऊ बाबा कस्तो मिठो ससेज मैले अस्तिदेखि यो खानु खोजेको थिएँ क्या मैले मुखबाङ भिडियोमै अरूहरूले खाएको देखेँ क्या मैले त यो नुडल कस्तो मिठो लाग्यो के तेरो यो पनि देखाइदिएन नगर्न यार यसले त बेइज्जत गरेको यार के खामौ उस पनि रहेछ माइ गॉड प्याज खानु हुँदैन सास बनाउँ तर पनि राति कमाइ गर्छ उयो किन बोल्दै छैन तिमीलाई कस्तो के बोल्नु तिमीको खाएको मात्रै त कहाँ हेर्छ त अनि तिमीको एकछिन खाम न कस्तो भोक लाग्छ सुन भने खानु नभए जस्तो गर्छौ के बोल्नु मैले भन्छ बोल्न कति बोल्छ त त अरे क्या एकछिन अगाडि जाम अनि कुरा अनि पहिला अब इन्ट्रेस्टिङ अनि तिमीहरूको खाएको मात्रै हेर्छ नि त पहिला बोल्छ तिमीहरू बोलेपछि म पनि पहिला तेरो सबै तपाईँ सबै उयो गर्नु तपाईँ पो भनि गएछ यसलाई त रेस्पेक्ट पो दिइहालेछु उयो गर धेरै युट्युब च्यानलमा धेरै उयो तेरो युट्युब च्यानलमा धेरै सब्सक्राइबरहरू बना म पनि पछि युट्युब च्यानल खोल्छु अनि मलाई उयो गर साउट आउट टु माई सिस्टर भनेर के गर्छ यसले फेरि भन् त पहिला मेरो अलिकति राम्रो होस् कहिले आज तेरो मुखबाङ भिडियोमा खानु भन्छ खायो अब एक्लै एक्लै खान्थिस् तर धेरैजना बसेर खानु कस्तो मिठो हुन्छ नि मजा आउँछ एक्लै खाना पनि मिठो हुन्छ होला गाइस एक्लै खाँदा त धेरैमा फरक पर्छ है कतिखेर किनेको थिएँ यो अघि किनेको होइन त्यो अघि रोकेको थियो नि पर मतलब उयो मात्रै लिएर आएको छु राम्रो छ यार के यसको नेल्स तारिफ गरेको म मान्छे राम्रो छु हजुर फोर हुन्छ क्या बोल्न त्यो भएर चाहिँ दिएको तल म त हडी त खाइदिन्छु होला
तिमीले स्यालेडलाई त नि हेप्यौ त नि खाइरहेको छु है तैँले चाहिँ खाएको छैनस् बरु तैँले चाहिँ हेपिस् ओ हेर्नु त्यस उयो टिस्यु दिएन टिस्यु क्यामेरा मात्रै नहेर न यसले पहिले नै भन्थ्यो नि राति 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 मुखबाङ हेर्दै अनि मैले मुखबाङ उयो गर्छु भनेर भन्थ्यो नि गरी नि तर त फेमस चाहिँ कहिले एक दिन यो पनि फेमस हुन्छ अनि ए हामीसँग उयो गर्दै हुन्थ्यो भन्नुपर्छ ल तर सेलाइछ नि अनि कति टाइम लाग्यो त सेटअप गर्नुलाई टाइम लाग्छ कि सेटअप गर्नुलाई एकदम ठुलो स्टुडियो छ नि त त्यही भएर के डरो भन्दै रिसाउँदै थिइस् त हो क्या पोलेको छ कस्तो मिठो भन्छ दिदीले नि त्यही भन्दै नि त तँलाई यस्तो भनेको तेरो मन नदुखा भनेर त्यस्तो भनेको साँच्चै भनेको होइन 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 अरू के बोल्नु आउँछ म जस्तो बोल्नु मलाई के भन्नु म भन्दा भन सिकाउनु पर्छ बोल्नु तँलाई खुब हाँस्दै हिँडिस् त बाहिर त बोलेको त हाँस्छु त अनि तिमीहरू यही बात नआएको कि थाहा नआएको यार उसो बाहिरको भनेर नर्मल टक्स भन्छ यसलाई हामीले भन्छौँ नर्मल टक्स अरूले त पुलिस बोलाउँछ पुलिस बोलाउँछ पुलिस नभन्न कस्तो याद आउँछ मलाई त त्यसलाई त्यो केटीको पनि सर्ट आउट गर्ने दिने अर्काको बारेमा कुरा गर्ने होइन यति मलाई सस कतिवटा खायो मैले त खाइदिएँ सुविधा छ कतिवटा खाइस् त मैले एउटा खाएँ तैँले तिनवटा खाइस् छा भने खा 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 यो आधी आधी खान्छु मेरोमा यस्तै हो ढिला सुस्ती गर्ने मान्छेहरू ढिला सुस्ती अरे मैले छिराएको हो त मेरो ससेस आयो त्यो गरेर खा मन त खन्न यो ससेस अगाडि खा पनि फेरि अलिक मलाई कस्तो चिल्लो चिल्लो जस्तो लाग्यो मैले पकाएर पनि होला कि मलाई कस्तो लाग्छ भयो मैले इन्ट्रोडक्सनमा नाम निशा बान्तौराई भनेको थिएँ भन्नुहोस् न बङ्कली बङ्कली भन्छु नि त्यो त अरूको लागि भयो निशा बान्तौराई हो होइन अन्त मलाई त बन्केरी हो त्यो अघि सपिङ गर्दाखेरि के मैले बन्केरी भन्दै थिएँ त्यहाँको मान्छे नि बन्केरी गर्दै त्यो केटीहरू बन्केरी होइन हौ बद्री चाहिँ राम्रो छ हौ नाम बद्री त सबैको नि साझा नाम हो भनेको बद्री एक बाइट खान्छु ल कस्तो छ यो त अझ यो बोइल गरेर मात्रै खाने खालको हो यो किन नगरेको त बोल यो फ्राई गरेर भनौँ नि झन् जुसी हुन्छ थोरै हेल्दी हुनु पर्यो म पनि हेल्दी भन्छु नि मलाई हेल्दी नै हुनु दिँदैन हाम्रो त्यो चाटको त कहिले फलो भएन नि हाम्रो चाटमा त क्या ओट्स होइन सन्डे ओट्स होइन अनि ए सोमबार नखाने ओट्स त मलाई नसम्झाऊ है ए ओट्स त खाएकै छैन एकवटा त्यतिकै छोडेर आयौँ है मैले ओट्स खाँदा खाँदा एकबाट यत्रोबाट हो त्यतिसम्म आएको त्यहाँदेखि बन्द कस्तो अमन भएको म त कस्तो हेल्दी बनाएर खान्थेँ र पनि खै जिन्दगीमा लुटाउनु चाहिँ म पनि ब्लुबेरी बनाना हालेर खान्थेँ नि अन्त एक्सर्साइज गर्नु पर्यो त जस्तो सुतेर खायो भने त्यही खाँदैछु त सबैभन्दा धेरै त मैले खायो होला है खाएको दिन चाहिँ सबै खानु खान्छु म त कि अनि अगाडिको तर मैले त्यो अगाडिको मुखबाङहरू हेरेको छैन त्यो गेस्टहरू आएको बेलाको गेस्टमा त कोही छैन कतिजना गेस्ट लिएर आइसक्नुभयो तपाईँले एकजना अस्ति दिदी र म अन्तिमहरू अब अन्त्य बाँकी छ मेरो अन्त्यलाई लिएर आउँछु आएपछि हामी पनि आउँछौँ ल फेरि स्टुडियो अलिक ठुलो बनाएँ त्यति बेलासम्म सबैजना अर्डिनौँ नि फेरि
यतिको त मेरो ठिक छैन र के लागि ठिक छ नि यता त साइलेन्ट किलर छ त भाइ कम के बोल न यार को जो कस्तो मिठो भएछ त्यो हामीले अझ लेटेस्ट ल्याएको दामी हुन्छ यो गाजर चाहिँ म खाँदिन त्यसरी नहेर न कस्तो फाल्यो फेरि त्यो पनि कटु पर्यो नि त अन्त खानेकुराले त्यसरी फाल्नुहुन्न मुखबाङ भिडियोमा आइसकेपछि ओ माई गड फेक होइन त्यो भनेर दिएको भोलि कमान चाहिँ अब त एक हप्ता छुट्टी हुँदैन अर्को हप्ता त मस्त सुत्छु लिनु है बढी मलाई भेट्न आउनु हेर्नु स्थिति के हुन्छ आउँदिन हौ हेर्नुको लागि यो कसले नखाएको खाऊ जसले खायो भने खा कोक्साहरू अब कहिले फेरि भेट हुन्छ है हाम्रो 3 जना तिम्रो 2 जना त भेट भइहाल्छ भेट हुन्छ यसो भइ जाँदिन किन किन बुर्खा लाएर जान्छु त्यो घर अब म एकदम कोक त कोक कति खाइसक्दैन नि जम्मा अगाइ हौ ओला नपाएर खान्छु चलेर है भेट्छस् म कस्तो क्युट बटुका दियो यार मोमो पनि किनेर आउँछ नि मोमो पनि ए बिर्सेछ ममा त आज त मोमो बिर्स्यो नि बदले धर राखौँ के खानु पनि बिर्स्यो ल्याउनु पनि तर यहाँ यत्रो दिएको थियो मोमो लिएको भए ठिक्क हुन्थ्यो हेर्नु अगाएनौँ अरे अगायौँ अगाडि नि ओहो कि थोरै मात्र ल्याएँ मैले के खानेकुरा थोरै बनाएँ क्या होइन कोक खाँदैन खाँदैनौ अब खाएर ड्याम्म सुत्ने ल ल यति खा लाउै केयर गिभर निशा बान्तवा राई कहिलेदेखि ड्युटी छ म्याम भोलिदेखि साथीहरू हामीले खाएर पनि भ्याइसक्यौँ अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद 2 जनालाई कस्तो लाग्यो भनिदिनु होला अन्तिम कोही पनि खाइदिन्छ ल म भन कस्तो लाग्यो हजुरलाई मेरो युट्युब च्यानलमा आउँदाखेरि कस्तो लाग्यो भन्नुहोस् एकदमै म चाहिँ के छु खुसी छु भन्नु कस्तो छ भन्न ओ यसले त बनाए जस्तो भनिथा अनि त्यही त बनाए जस्तो गरेर त कमेडी हुन्छ त अनि एकदम खुसी लाग्यो म्याम ल बधाई छ यसरी इन्भाइट गरिराख्नु